हे गाइज वेलकम बैक टू माई न्यू लङ ब्लग। तो गाइज आज चाहिँ म आफ्नो गाउँ देखाउँदैछु होइन। यो रुखको टुप्पोमा चढेर टक्क हजुरहरूले देख्न सक्नुहुन्छ होइन मेरो गाउँ चाहिँ कस्तो छ भनेर चाहिँ हजुरहरूले थाहा पाउन सक्नुहुन्छ। पहिला चाहिँ म रुख यो भालेले चाहिँ मलाई जतिलाई नि डिस्टर्ब गर्छ क्या गाइज होइन। अब चाहिँ यो भालेलाई मारिदिन्छु यो दिन फेरि बोल्छ। अब चाहिँ म टक्क चढ्दैछु होइन रुखको माथि। अहिले चाहिँ टक्क कसरी मोबाइल समात्ने एकछिन रोकेँ है गाइज, मैले एकैछिन रोकेँ। अब चाहिँ देख्न सक्नुहुन्छ म चाहिँ रुखको टुप्पोमा नि आइसकेको छु होइन टक्क तरिकाले। अब चाहिँ म हजुरहरूलाई टक्क गाउँ देखाउँछु भने होइन मैले किन हेरिरहेको मेरो दाँत त अब ठेलै चाहिँ केही छैन, बालै हुन्न होइन। अब चाहिँ टक्कै त देख्न सक्नुहुन्छ हजुर म आफ्नो गाउँ देखाउँदैछु होइन। क्यामेरा ब्याक नि गरेको छैन मैले चाहिँ अहिले फ्रन्ट क्यामेरा हटाएर चाहिँ भ्लग बनाउँदैछु। अब चाहिँ टक्क ब्याक गर्छु अनि हजुरलाई देखाउँछु ल टक्क एकैछिन वेट। देख्न सक्नुहुन्छ मेरो गाउँ सबभन्दा थर्ड क्लास मेरो गाउँमा न केही छ न केही छ गाइज होइन। यता रोड छ त्यो पनि कुकुर सुत्नको लागि बनाएको रोड हो अनि यता चाहिँ टक्क गाउँ देख्न सक्नुहुन्छ मेरो बबाल गाउँ हो यो परिया डाँडा क्या हुने नु डाँडा हेर गाइज यो डाँडा आफै भ्याएको यिनीलाई बनाएका कसले होइन। नेपाल इज द नेचुरल ब्युटी कन्ट्री इन द वर्ल्ड। थाहा कि नै गेडाहरू भन्नु लाग्छ सरी केटाहरू। अनि यता चाहिँ देख्न सक्नुहुन्छ टक्क है सूर्य नि चढ्या लागेको छ। अहिले चाहिँ टक्क 4 बजे होला भन्न खोजिरहेको तर एकछिन नै 3 बजे रहेछ होइन। अनि उता चाहिँ बाख्रा साख्रा चढ्दैछन्। हाम्रो गाउँ भनेपछि यस्तो बेकार छ नि बाख्राहरू पनि चढ्छन् क्या हाम्रो गाउँमा। हजुरको गाउँमा चाहिँ कस्तो छ के छ होइन टक्क भन। अनि यता चाहिँ देख्न सक्नुहुन्छ मेरो गाउँको भ्यू चाहिँ एकदम बेकार छ भनौँ कि राम्रो छ भनौँ। हजुरलाई कस्तो लाग्छ कमेन्ट गर्दा हुन्छ होइन। अन्त चाहिँ बाख्रा चढ्दैछ यो चाहिँ बाख्रा हो हजुरहरूले देख्नै भएको होला। यो मासु पनि खाएको होला त्यो मलाई सब थाहा नै भन्नुपर्छ डल्लै। अनि उता चाहिँ कुखुराकै गाइजहरूको एकछिन मेरो भले देखाउँछु है। भले उता हेर न यसको नि जोडी छ भनेपछि मेरो मात्र छैन क्या गाइज, यसको नि आफ्नो जोडी छ हेर त। यता भाले उता पोथी यसको नि जोडी छ भनेपछि मेरो मात्र भगवान्ले के हुन त चाहिएको नि छैन मलाई। त्यत्तिकै मजाक गरे होइन डोन्ट माइन्ड ओन्ली फन होइन गाइज। अनि टक्क चाहिँ मेरो गाउँ पनि अब कस्तो लाग्यो हजुरहरूलाई होइन टक्क लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गरिदिनु होला। अनि उता चाहिँ अब चाहिँ म एउटा अब चाहिँ तल जान्छु म रुखबाट होइन किनकि मलाई लास्टै डर लागिरहेको छ। यता हावा नि चलिरहेको हजुरहरूले देख्न सक्नुहुन्छ यता पात नि हल्लिरहेको होइन। अब टक्क चाहिँ म तलतिर जान्छु अनि टक्क चाहिँ म अनि फेरि भिडियो बनाउँछु ल। हेर्न सक्नुहुन्छ म तल नि आइसकेँ होइन। म यो रुखको टुप्पोमा चढेको थिएँ हजुरहरूले देख्यो होला भिडियोमा होइन। अब टक्क चाहिँ अब आजको ब्लग मेरो यति नै थियो। लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्नु नभुलिनु न। बाई बाई त नभनौँ अझ नाप्पै बनाउनु छ गाइज। अब चाहिँ म रुखको टुप्पोबाट तल नि आइसकेँ होइन। हजुरहरूले देखाएको होला अहिले म कति माथितिर गएको थिएँ होइन। यति त सगरमाथा नि कोही चढेन होला आई थिङ्क मलाई लाग्छ होइन। अब चाहिँ के गरौँ अब अरू चाहिँ क्या भन्ने होइन। अब आजको ब्लग लङ भनौँ कि सर्ट भनौँ छोटै हुनेवाला छ। कस्तो लाग्यो लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गरिदिनु होला। सब्सक्राइब गर्दा नभुल्यो ल बाई बाई।